छैटौं कविताको नाम हो घुम्ती। हिँड्दा हिँड्दै थकाइ लाग्यो भने चौतारी सम्झिएर बिसाउन सक्नुहुनेछ घुम्तीमा। जीवन आफैमा घुम्ती हो। के सोच्दा सोच्दै छाती दुख्यो भने देउराली मानेर आँसु चढाउन सक्नुहुनेछ घुम्तीमा। घुम्ती अमर विश्वास हो। तपाईको गन्तव्य बिल्कुल नजिक हुन सक्दछ। खोज्दा खोज्दै नभेटेर बिथोलिनु भयो भने आत्मामा हत्केला राखेर सुस्ताउनुहोस् घुम्तीमा। आफूलाई सम्हाल्न सक्नुहुनेछ। सुख आफैमा घुम्ती हो। अब तपाईको प्राप्ति यही कतै छ। सम्झँदा सम्झँदै केही रहस्यमय कुरा बिर्सनु भयो भने घुम्तीका पृष्ठहरू पढ्न सक्नुहुनेछ। घुम्ती सबैभन्दा भरासिलो पुस्तक हो जो तपाईलाई पढिरहनु लाग्नेछ। अक्षरको बाटो हिँडिरहनु लाग्नेछ। घुम्तीसितको पिरती कहिल्यै नछुटोस् लाग्नेछ। घुम्तीसितको संवाद कहिल्यै अन्त्य नहोस् लाग्नेछ। घुम्तीसितको यात्रा कहिल्यै नटुङ्गियोस् लाग्नेछ। घुम्तीका पृष्ठहरूमा लिपिबद्ध आँसु र सङ्घर्षका कथा कहिल्यै नरोकियोस् लाग्नेछ। यही फुलेका स्वप्न रङ्गी फुलहरू कहिल्यै नओलाइयोस् लाग्नेछ। जाँदा जाँदै निर्जन बिरामीमा कतै साँझ खस्यो भने घर सम्झिएर बास बस्न सक्नुहुनेछ घुम्तीमा। तपाईँ स्वयं एक घुम्ती हो। अब तपाईँको अनन्त यात्रा यहीँबाट सुरु हुनेछ। हो यहीँबाट। धन्यवाद।